नमस्कार। आज मिति 2082 साल मङ्सिर महिनाको 6 गते शनिबार, तदनुसार नोभेम्बर 22 तारिक 2025। आज मङ्सिर शुक्ल पक्षको द्वितीया तिथि। सूर्योदय बिहान 6 बजेर 30 मिनटमा हुनेछ भने सूर्यास्त साँझको 5 बजेर 11 मिनटमा हुनेछ। सधैँ जस्तै आज पनि म तपाईहरुको राशिफल लिएर उपस्थित भएको छु। अहिलेसम्म हाम्रो आइडीलाई फलो गर्नुभएको छैन भने कृपया फलो गरिदिनु होला र यो राशिफलको भिडियो सबैसँग पुर्याउनको लागि शेयर गरिदिनु होला, मेरो अनुरोध छ। अब राशिफल सुरु गरौँ। सुरुमा मेष राशि। मेष राशि हुनेहरुको लागि आजको समय राम्रो छ। आज गरेका कामहरुको प्रभाव छिट्टै देखिन्छ। फाइदा स्पष्ट रूपमा भेटिन्छ भने महत्त्वपूर्ण कामको सुरुवात राम्रो हुनेछ। यसैगरी वृष राशि। वृष राशि हुनेहरुको लागि आजको समय मध्यम छ। पैसा सम्बन्धी केही दबाव बढ्न सक्छ। आर्थिक रूपमा सचेतना अपनाउनु होला, नआत्तिनु होला, समस्या चाँडै समाधान हुनेछ। यसैगरी मिथुन राशि। मिथुन राशि हुनेहरुको लागि आज नयाँ जानकारी उपयोगी हुनेछ। मित्रहरुबाट धोका हुन सक्नेछ भने कसैलाई तुरुन्त विश्वास नगर्नु होला। यसैगरी कर्कट राशि। कर्कट राशि हुनेहरुको लागि आजको समय सन्तोषजनक छ। घरमा वातावरण परिवर्तन हुँदा मन हल्का हुनेछ। यसैगरी सिंह राशि। सिंह राशि हुनेहरुको लागि आजको दिन उल्लासमय छ। तपाईको बोलीको प्रभाव बढ्नेछ भने मानिसहरु तपाईबाट प्रभावित हुनेछन्। यसैगरी कन्या राशि। कन्या राशि हुनेहरुको लागि आजको समय त्यति राम्रो भन्न सकिदैन। सानो गल्तीले पनि दिन भारी हुन सक्छ। हरेक काम सावधानीपूर्वक तरिकाले गर्नु होला। अबको समयमा तुला राशि। तुला राशि हुनेहरुको लागि आजको समय शुभ छ। कुनै पुरानो साथीसँग कुराकानी हुनेछ भने एक्लो महसुस हुन सक्छ। यसैगरी वृश्चिक राशि। वृश्चिक राशि हुनेहरुको लागि मन अलि बेचैन रहनेछ। काममा ध्यान नजान सक्छ। आमासँगको सामिप्यताले मन आनन्दित होला। यसैगरी धनु राशि। धनु राशि हुनेहरुको लागि आजको समय राम्रो छ। भाग्यले साथ दिनेछ। रोकिएको काम अचानक पूरा हुन सक्छ। अबको समयमा मकर राशि। मकर राशि हुनेहरुको लागि सानो कामको लागि समेत धेरै मेहनत गर्नुपर्नेछ। मेहनतको पूरा फल पाउन गाह्रो पर्नेछ भने धैर्यता आवश्यक छ। यसैगरी कुम्भ राशि। कुम्भ राशि हुनेको लागि आजको समय मध्यम छ। सम्बन्धमा सुधार हुनेछ तर कुनै कुरा बिग्रिन पनि सक्छ, सचेत रहनु होला। यसैगरी मीन राशि। मीन राशि हुनेहरुको लागि आजको दिन राम्रो छ तर पैसाले कतै कारोबार अड्किन सक्छ। आर्थिक कारोबारमा संयमता अपनाउनु होला। राशिफलमा जे जस्तो कुरा भने तापनि तपाईको आफ्नो काममा अडिग भएर लाग्नु होला। तपाईको दिन पक्कै पनि शुभ बित्नेछ। हाम्रो शुभकामना छ। धन्यवाद।